थाहा छ तिमी त लास्टै बोका कोही भन्यो हैन खत्तम भन्यो हेर्ने हो गाइस बोका हेर्ने हो गाइस बोका हेर्ने हो गाइस बोका हेर्ने हो गाइस मास्क खोल्नु तपाईलाई साइकल चलाउँदाखेरि कस्तो फिल भइरहेछ कपाल फिल पुरी चढे जस्तो के बोल्दै वेलकम ब्याक टु माई मेरो इन्डिया ब्लगमा होइन गाइस सबैले म चाहिँ उता बेबीकोमा जानु लाग्छु होइन आज उता बेबीकोमा जानु लाग्यो यस्तो गर्मी छ गाइस होइन हुडी लगाएर आएछु यस्तो गर्मीमा पनि अब हुडी लगाएर किन आयो भन्दाखेरि अब ब्याग छ ब्यागमा चाहिँ अब सामान हाल्ने ठाउँ नभएर मैले हुडी लगाएर आएको क्या गाइस होइन यस्तो गर्मी छ नत्र होइन बब्बाल छ जानु लाग्यो बेबीकोमा एक हप्ता जति उतै बस्छु अनि त्यस पछाडि फर्केर आउँछु एक हप्ता जति उतै बस्छु क्या म दिदीकोमा अनि त्यहीँ गएर मेरो काम छ कलेजमा यहाँदेखि कलेज जान आउन भ्याउँदैन कि गाइस लास्ट टाढा छ अलिकति अनि समयले अब साथ नदिएको कारणले मैले दिदीकोमा जानु लाग्यो उतै बस्छु एक हप्तापछि फेरि फर्किन्छु गाइस हेर्न सक्नुहुन्छ मन्दिरहरू पानीको नाला होइन बब्बाल छ गाइस हो यहाँदेखि बस स्टप 2 मिनट लाग्छ अनि 2 मिनटपछि बस स्टपदेखि म पनि चल्दिन्छु त्यही हो ब्लग्सलाई भेटिदिनु गर्नु साथ सपोर्ट गरिदिनु गाइस होइन त्यही हो हजुरहरूको आशा छ हजुरहरूको आशाले म यस्तो गरिरहेको छु नि होइन बब्बाल छ घुम्नलाई मान्छेहरू धेरै आउँछ होइन आउँछ अनि यहाँ खाजाहरू खानको लागि टक्कै छेउमा बसेर भ्यू हेर्दै खाने होइन अनि त्यही हो गाइस बब्बाल छ ठाउँ आउन सक्नुहुन्छ बाहिर आउँछ मान्छेहरू घुम्नलाई यतातिर अनि तपाईहरु नि आउन सक्नुहुन्छ बब्बाल छ त्यही हो गाइस यहाँदेखि सबैभन्दा पहिला कुन गाडी जान्छ अब उता त्यो फर्स्टै जान्छ गाडी हस् थ्याङ्क यू दाइ अब पहिलोचोटि भन्दा यतादेखि गाडी चल्न लाग्यो अनि त्यही भएर कुन गाडी जान्छ भनेर सोधेको मस्त पारामा यो गाडी जान्छ अरे यो गाडी फर्स्टमा अनि म यो गाडी चढेर जान्छु गाइस फेरि हेर्नुपर्छ अगाडि कुन गाडी होइन त्यसो जानुपर्छ बल्ल नत्र त के जानु गाइस खाली छ गाइस अहिले चाहिँ होइन अहिले चाहिँ खाली छ अनि मान्छे आउँछ होला बब्बाल गाइस लङ यात्रा छ होइन त्यही हो A few moments later आने होला आने केटोले धेरै नहेर त्यहाँनिर माथि चाहिँ नपुग साइकललाई केही नभनौ तिमी जेसुकै भए नि हुन्छ तिमी जेसुकै हुआ साथी त्यो मतलब छैन साइकल चाहिँ फेरि सबको सस हुनु पर्यो अभिषाको बुढो हो बुढो आउँदैन रहेछ मलाई त ए छोड न ओइ ठोक्या हाने उइली ए दोषहरू परिरहेछ पिक्चर पाण्डे ओ हामीलाई छोडेर नजाऊ नि यार राजको काम नपाएको आज सबैजना किन नि आइरह भनेको है
कि सिंगल आइज आइज यहीँ आइज न मलाई फर्स्ट टाइम रे यसले फर्स्ट टाइम गरेको आयो होइन टाइम नेभर कसम भने म फर्स्ट टाइम गरेको फर्स्ट टाइम हान्दै तर हान्देऊ पाटे हान्देलाई उडाइदे तेरो साइकल त कैसा लगा मेरा मजाक अब ब्लग गर्नुपर्छ सक्दैन गाइस खोइ के भयो म पनि भिडियोमा चाहिँ आउनु पर्यो है अरू त होइन कन्टेन्ट एउटा हुन्छ मेरो भिडियो निकालिस् निकाले होइन ग्रुपमा नपठाऊ उमा पठाऊ कि प्राइभेट देखते होस् भाइ साहब यहाँ बुढाको उडाउन माथि पुग्लौ घर गएर मलाई निन्दा लाग्छ घर गएर निन्दा लाग्छ पाण्डे घर जाने हो गेम नखेल्ने रे भोलि मात्रै रे आज बन्द अरे ओ राज ब्रो खोइ तपाईँलाई साइकल खोइ अभी मजा आएगा ना तपाईँलाई साइकल चलाउँदाखेरि कस्तो फिल भइरहेछ बुढी चढे जस्तो के बोलेछु सरी कहाँनिर के बोलेछु कसम चाहिँ है मलाई थाहा छैन लाइक मजा आइरह बाइक चलाउनु भन्दा साइकल चलाउनु मजा आयो त्यही माथि चाहिँ पुऱ्याउलो है जे सुके भयो भने हिरोकै इन्ट्री भए उडाउँदाखेरि अघि जस्तै हुन नि सक्छ होइन त्यो स्किल देखाउ ल साथी ल उडाइदेऊ ल त्यो तारालाई म तारै बनाइदिन्छु आकाशमै राखिदिन्छु भुइँमा काम छैन त्यो सरको घन्टी बजाऊ निकेशले के अरे निकेशले साइकल उडाउनु र निकिसा प्रेग्नेन्ट हुनु एउटा निकिसा प्रेग्नेन्ट हुनु एउटै छ सही हो नि कसम चाहिँ यो पनि कान्छो निकिसा हो नि त कलेजकै निकिसा हो नि त कान्छो निकिसा निकेश तिमीले साइकल उडाउनु र निकिसा प्रेग्नेन्ट हुनु एउटै हो गाइस मेरो साथी र म गीत गाउन लागेको छु है के भने यस्तो यहाँ बुझेन गीत आउँदैन दिदी गाउने समय गाउने
सधैँ आइरहन्छ तिम्रो यादहरू यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू कति बस्नु कति भए फर्कितिनी आएनौ कामै त गोरे फर्कितिनी आएनौ गीत गाए सुनिदेऊ यो गीत मेरो अमर रहोस् यो प्रेम हाम्रो बोका हेर्ने हो गाइस बोका हेर्ने हो गाइस बोका हेर्ने हो गाइस बोका हेर्ने हो गाइस मास्क खोल्नु बोका हेर्ने यो चाहिँ अर्को कान्छी निकी सारे के हो कि कान्छी निकी ऊ चाहिँ जेठी निकी छ जेठी निकी ल पाण्डे हान ल उहिले हान ल उहिले हान उहिले हान मलाई नि मलाई के मलाई देखाऊ भने होइन क्या मलाई नि मलाई के मलाई देखाऊ भने होइन क्या कैसा लगा मेरा मजाक ल पर्यो ल पर्यो ल पर्यो अघि पाण्डे लडेकोमा के गर्नु थाहा छ के ब्याक गर्नु भैँसी लड्यो है त्यो सङ्ग्रहालय दामी आउँछ किन गाली गर्नु र बस न बस के छ र साथी ल हाँस्थ्यौ त साथी ल कुन मोटु वर्सेस पत्लुको कस्तो छ होला मोटु वर्सेस पत्लुको एउटा कपाल जोडी कस्तो छ होला के अरे कपाल जोडी भन्दा कपाल डान्स भन्न खोजेको कपाल यहाँ डान्स भइहाल्यो कस्तो छ होला उसमा म नाच्थेँ अरू त्यसै भइहाल्यो किडरको परा जस्तो डान्समा होइन कस्तो आउँछ भने यस्तो के यस्तो आउँछ कि किडर कोही कमरमा किन हाल्छ यस्तो आउँछ कि पढाइ त्यो त कमरेमा पो हो त समथिङ त्यो गीतमा पो हो त हाने केटाले हान नाच कब तक जवानी छुपाओगे जवानी छुपाओगे रानी यहाँ आइज न यसलाई त के थाहा छ यसलाई के थाहा एउटा चिकन यस्तो के यसलाई खुट्टा यस्तो हुन्छ अनि यस्तो 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 समथिङ हुन्छ यो एक नम्बरको हरामी ऊ पनि हरामी छ बिचरा ऊ मात्रै सोझो हो क्या हाम्रो कलेजको बेस्ट सोझो भनेको उही हो म थियो पहिला तिमी पनि थिएन म भन्दिनँ तर ऊ चाहिँ अहिलेसम्म सोझो छ है फर्स्टदेखि तिमी त लास्टै बोका होइन खत्तम भने आज दिँदैन आज सार्वजनिक छुट्टी आज खोल्दैन के हो यार उतापट्टि खोलेको छैन उतापट्टि छैन अरे ड्रेस भने जस्तो तातो
के अरे गाई के अरे पहिला हामीलाई पढाउने सरको नाम के अरे कुन नेपाली पढाउने सर के गाई सर समेत कुमार चौधरी पाटन चोर आन्दोलन हानी बस्ने पैसा हाल्दै नि बिचारसँग पैसै छैन ल गर न त ओ पाण्डे एउटा पाण्डुली नम्बर भन्दै अरे नम्बर दिनु पर्यो गाइस अहिले चाहिँ सरले गेट नखोलेर केटाहरू सबै उच्चाट लागेको छ होइन गेम खेल्न आएको थियो होइन गेम सिक्न आएको थियो सबैजना यत्रोजना आइरहेको थियो अनि अहिले चाहिँ सरले अब गेट नखोलेर त्यही हो अब हामीहरू निस्किन्छौँ होइन निस्किनुपर्छ जाम हामीहरू जाने होइन मात्र सन्चै बाई गाइज बाई ओइ जाम अनि भाइ भनेर यिनीहरू आउँदैन ल भोलि भेटौँ ल के अरे गाइज हामी चाहिँ फर्केको रुम होइन सरदेखि सबैले रिसाइरहेको छ भन्दैछु भोलिदेखि यस्तरी गेट लगाउने काम नगर्नुहोस् यहाँ स्टुडेन्ट बहुला भइसक्यो राजावादी ल्याएको जस्तो यहाँ खुल्लावादी ल्याउन सक्छ ओ माई लर्ड भन्दौ न स्कुलको लागि केही दुई शब्द भन्दौ न भएन यार यस्तो यार के भन्ने मेरो शब्द नै छैन शब्द नै पुग्दैन वर्णन गर्नलाई भन्नै नसकिने बुझ्नु पहिलो माया नभई मेरो अन्तिम हुनु सधैँभरि अङ्गाली राख्नु अघि पनि खायौँ चिया अघि फेरि भ्लग गर्न बिर्सेछ अनि फेरि बस्दा फेरि खान मन लाग्यो होइन अब हामीहरू चाहिँ बियरहरू खाने भयो बियरहरू चेस हुन्थ्यो अब बियरहरू खाँदैनौँ त्यो हामीहरूको यो चेस गर्नु अब चिया चेस गर्नु केटाहरू होइन बियर खाने भयो त बियर चेस गर्नु हुन्थ्यो होइन बियर खाँदैनौँ नि त हामीहरू केटाहरू सबैजना सिधा है सबैभन्दा सिधा त अनि ऊ भइहाल्यो त्यस पछाडि ऊ भइहाल्यो अनि म कसो छु त त्यो अरूलाई सोद्धा भइहाल्छ होइन त्यो चिन्ता भएन त्यही गाइज हेरिदिनु गर्नुपर्छ 7 सपोर्ट दिनु पऱ्यो क्या होइन सब्सक्राइब गरिदिनु पऱ्यो 7 सपोर्ट दिनु पऱ्यो अनि 7 सपोर्ट दिएपछि म खतरा भ्लग गर्नेछु सबैभन्दा त भ्लग चाहिँ बबाल पर्सि आउँदैछ होइन 22 गतेको दिन हाम्रो फेयरवेलमा हो हामीहरूको विदाय कार्यक्रम हुन्छ त्यो दिन चाहिँ हेर्न नबिर्सनु होला त्यो दिन चाहिँ बबाल भ्लग आउँछ म पनि नाच्ने त्यसरी एउटा कमेडी हान्ने सोचिरहेको छु अब के हुन्छ समय मिल्यो भने चाहिँ देखाउँछु हजुरलाई हेर्दै गर्नु होला नबिर्सनु होला एनडिआर भ्लग्स गाइस मसँग लगानी खेल आएको होइन दिदी ठुलो मम्मीहरूसँग आएको अनि सामानहरू किन्नु थियो त्यही भएर सपिङ गर्नु थियो यो ठुलो मम्मीहरू दिदीहरूको अनि त्यही भएर आएको गाइस सब्सक्राइब गरिदियो भन न अमनेर यहाँ न यहाँ सेम यार सब्सक्राइब गरिदियो भन न ए अमनेर यसो गर या सब्सक्राइब गाइज सब्सक्राइब गरिदेऊ भन सब्सक्राइब गरिदेऊ केटीहरूको मेकअपको सामान भन न तिमी पनि मेकअपको के किन्ने फ्रेम लगाउने मुख सेतो बनाउने अनि केटी पठाउने गर्लफ्रेन्ड छ कि नै छैन अस्ति त छ भन्दा थियो त धोका दियो गर्लफ्रेन्डले ल लड्छ हामी हेरेको हेरे बेबी क्युटी भएर मामा हेरेको हेरे क्युटी भएर बेबी क्युटी भएर मामा हेरेको हेरे
अब त्यही बढिकन भयो मम्मी आपको खाना दे मैं आपको